भोलि चैत्र 15 गते क्यालेन्डरमा र देशका अन्य क्षेत्रमा यो सामान्य दिन नै हुने भए पनि काठमाडौँवासीका लागि भने भोलिको दिन त्यति सामान्य नहोला। किनभने भोलि एकै दिन पारेर गणतन्त्रवादी र राजतन्त्रवादीहरूले राजधानीमा शक्ति प्रदर्शन गर्दैछन्। यद्यपि यसमा कति मानिसहरू सहभागी हुन्छन् र त्यसको व्यवस्थापन कसरी हुन्छ, त्यो भिड कति अराजक र सभ्य हुन्छ, त्यसले पनि फरक खाले प्रभाव पार्छ। एउटा कुरा चाहिँ के निश्चित छ भने भोलि र्याली र प्रदर्शन हुने स्थानहरूमा सडक आवागमनमा भने प्रभाव पर्नेछ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि बिहानैदेखि सवारी जाम हुन सक्ने बताएको छ। यसका लागि भोलि 1800 ट्राफिक प्रहरी खटाउने तयारी छ। ब्रिकुटी मण्डपमा 11 बजेदेखि र 1 बजेदेखि 3 कुनेमा प्रदर्शन हुने तय भएको छ। ट्राफिक प्रहरीका अनुसार रत्नपार्क, डिली बजार, पुतली सडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ। यस्तै एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ। ट्राफिक जामका